मिडियाले यो दिनु नि कसैलाई कति काम गर्नु म मात्र यो घरमा काम गर्दा गर्दा वाक्क भइसक्यो झ्याउ पुतलेर यो बता कहाँ छ त्यो काम गर्दा म वाक्क भइसकिसके तिम्रो छोराछोरी कहाँ भयो म मात्र दिनभरि मोइ कति पुतली कति फोन खेलाएको त तपाईँलाई चाहिँ के भयो मैले फोन गर्दा मैले यस्तै हो चर्चमा पनि चलाउँछु फोन घरमा पनि चलाउँछु तपाईँहरू जस्तो हो चर्चमा चाहिँ स्वर्गदूत घरमा चाहिँ राखेको बाबासँग मलाई तर्का हेऱ्यो तिमीले यो संस्कार सिकेछ जति ठुलो हुँदै गयो त्यति झन् राम्रो बोली व्यवहार गर्नुपर्ने तिमीलाई सिकाउँछ क्या माथिबाट केही सिकेपछि त अलिक बोलिहाल्छ नि हो अनि अझै ठुल्ठुलो कुरा गर्छ तेरो फोनसँग प्र्याक्टिस गरेर फुटाइन्छ कति साह्रो झाडा रुममा गर्दा होइन तिनीहरूलाई आजकल के भएको छ कुनै मेरो फुटाइ नपुगेको तिनीहरू जति ठुलो भयो साला तिनीहरूको छाला नफुटाइ नहुने आजकलको छोराछोरीहरूलाई संस्कार सिकाउन गाह्रो छ जय मसी अङ्कल आन्टी मुली सुन्दाखेरि पुरा सिकेको खान बसेको यसरी डाइरेक्ट यसरी त फर्काउने चाहिँ भएन कि ए हामी चिनीलाई भिजेको आन्टी चिनी कहाँ छ त्यो गदा कहाँ छ भने रुममा अब रुममा जाऊ रुममा छ रुममा गीत गाउने गाना गीत गाउँछ भने जयमसी चिनी छोरो गीत तिम्रो बाबा त चर्चको एल्डर होइन मलाई पुरा सिकेको खायो नि त अब खोइ मैले सुनाएको चाहिँ तर मानै हुँदैन Bro, तिम्रो मम्मी बाबा चर्चमा कस्तो राम्रो हुनुहुन्छ अनि घरमा यस्तो हुनुहुन्छ म कस्तो कन्फ्युज थिएँ म के भन्न सक्छु यो चिनी तिम्रो मम्मी ड्याडीलाई हामी प्रार्थना बसिरहेको छौँ ल हजुर लु हाम्रो जाने टाइम भयो हामी गएको हुन्छ अब बाई चिनी रियल ल्याएको छ रियलले बनाएको र रियल ल्याएको छ हो रियलै हो नि होइन एक बुढी साँच्ची मैले हिजो घरबाट ल्याएको त्यो नयाँ रङ छ लिएर आएर वेदरले पनि अलिक चिसो छ च्यालेन्ज दिइरहेको छ काम लाउनु त नि काम लाउनु त उदै सिक्नुपर्छ है काम लाउनु बस्सी सुबह आएर त्यो लिएर जान्छ मण्डली आउँछ मण्डली भनेपछि माइन्डमा त फेरि मण्डली छ त आउँछ कि भनेर डरले आएर नि माइन्डमा चाहिँ फेरि को आउँछ कि भन्नु खानुभयो यो सुन्यो
हामीले भर्खर गुन्द्रुक पकाएर पुगेको छ अनि त्यस्तो गर्छु हामीले त्यस्तै गर्नु सरी अब खानाहरू बनाएको कारणले गर्दा अलिक गनाउनु भएको छ बरु के कामले पाउनु भएको हजुरहरू एकछिन बस्नु ल त्यसो त हामी तपाईँहरूलाई भेट्न आएको थियो ठिक छ त हामीलाई तपाईँहरूलाई भेट्न आएको थियो के काम थियो साथी तपाईँहरू हाम्रो मण्डलीमा असल योग्य अनि यसरी असल परमेश्वरको छोराछोरी हुनुहुन्छ अनि यसरी हाम्रो असल लिडर हुनुहुन्छ त्यसै कारणले गर्दाखेरि हामीले यसरी हाम्रो मण्डलीमा प्रार्थनाको योग्यको यसरी ग्रुप बनाइरहेको छौँ अनि हामीले यसरी विचार गरेको अनि सल्लाह गरेको तपाईँहरूलाई दिउँ हामीले त प्रार्थना गर्ने योग्य त्यही भएर हामी तपाईँहरूलाई चुन्नको लागि भनेर आएको यहाँनिर हामी प्रार्थना गर्ने योद्धा हजुर हामी प्रार्थना गर्ने योद्धा एकदम राम्रो प्रस्ताव लिएर आउनु भएछ हो ठिक छ ल हामी यस विषयमा सरसल्लाह गर्छौँ अनि प्रार्थना गर्छौँ तपाईँहरूलाई अनि त्यस पछाडि उत्तर दिउँला हुन्छ हुन्छ ठिकै छ नि त्यसो भने हामी अहिले जान्छौँ हामीले तपाईँहरू सल्लाह गरेर भन्नुहोस् न है जय मसीह पास्टर बाउ अघि जाँदा त आउँदा त मजाले हाँसेको केटा र अन्त हाँस्दैन त सकेको फिनिस ए राजाको राजा प्रभुको प्रभु हुनुहुन्छ सर्वविश्व महान दाजु परमेश्वर साक्षी परमेश्वर तपाईँ प्रगट हुनुहुन्छ तपाईँ स्वर्ग छोडेर संसारमा अहिले आज त घरमा धेरै कुरा माग्दिन हाम्रो छोरोले त्यही एउटा कुरा गर्नुहोस् मेरो आमा अनि बुवाको हृदयमा परमेश्वर तपाईँलाई काम गर्नुहोस् तपाईँलाई पछ्याउनुमा तपाईँलाई प्रेम गर्नुमा बुवा तपाईँले काम गर्नुहोस् त्यहाँ पुर्खीमा गएर त्यहाँबाट देखेर मात्रै होइन तर त्यहाँ पुर्खीमाथि निक्लेर पनि त्यहाँ राम्रो बन्नुमा हुनुमा एउटा कुनै डिजाइन बनाउनुमा तपाईँलाई उनीहरूले हारिदिनुहोस् ओ परमेश्वर मेरो आमा बुवाको हृदयमा परमेश्वर वा तपाईँलाई काम गर्नुहोस् घरको हरेक बातहरू तपाईँले छाड्नु गर्नुहोस् मलाई पछि थाहा गर्नमा तपाईँले साथ गर्नुहोस् म प्रार्थना गर्छु साँच्चै हामीले त हाम्रो छोराछोरीहरूलाई एउटा उदाहरणीय जीवन जिएर एउटा असल एउटा सही बाटोमा पर्ने थियो तर हामीले नै उनीहरूको अगाडि नानावटी कुरा गरेर जस्तो सबै जीवन जिएर एकदमै गलत असल पारिरहेको छ हामीले प्रौलाको उहाँको आज्ञा पालन नगरेर व्यस्तको जीवन जिएर हामीले एकदमै गल्ती गरिरहेका छौँ हाम्रो छोराछोरीको अगाडि पनि हामी त गलत उदाहरण भइरहेको रहेछौँ आज हाम्रो छोराले प्रार्थना गरिरहेको थियो कि हाम्रो हृदय परिवर्तन यदि हामीले हाम्रो पाठोलाई चाहिँ आज चेन्ज गरेनौँ भने हामीले यहाँको कुरा चाहिँ प्रभु पश्चाताप गरेर नयाँ जीवन दिनौँ भने चाहिँ हामीले हाम्रो छोराको अगाडि हाम्रो छोराछोरीको अगाडि एकदमै राम्रो हुन्छ हामी कहिले पनि उचित बाबामा पाउन सक्छौँ भयो आजै त हामी चेन्ज हुँदैन होला र हामी प्रार्थना गरौँ सबै कुरामा परमेश्वरले हामीलाई पहिलो चाहिँ हामी पश्चाताप गरौँ परमेश्वरमा आएर अनि परमेश्वरलाई भनौँ तपाईँले हामीलाई जिउन सिकाउनु भएको प्रार्थना गरौँ त हामी दुईजनै प्रार्थना गर्नु बस्नु त दयालु अनि जीवित परमेश्वर तपाईँको पाउडरमा मेरो शिर झुकाइ यस्तो जीवनको त होइन त आज यति आफ्नो
कल्याप्स भयो नि See